नमस्कार साथीहरू। आज म तपाईहरुलाई लिएर आएको छु पहाडको चिसो बिहानमा। आजको यो यात्रा साधारण होइन। आज हामी बनाउँदै छौं परम्परा, धैर्य र समयले पकाएको एक कटोरी हातले बनाएको चाइनिजहरुको खाना लौसिफेन। सुरुमा म जाडोमा मात्र उम्रिने यी तामाहरू माटो खन्दै टिप्छु। अब चक्कुले बीचबाट तामालाई काटेर भित्रको नरम भागलाई निकाल्छु र त्यसलाई पनि छिल्छु। यी तामाको नरम भागहरूलाई छिल्दै म पानी भएको बकेटमा राख्छु। अब तिनीहरूलाई एउटा भाँडोमा एक एक गरी हाल्छु। त्यसमा भिनेगर र नुन हालेर छोपेर राख्छु। अब म भिजाएको चामललाई जाँतोमा हालेर पिस्न थाल्छु। पिसेपछि त्यो सेतो पेस्टमा चेन्ज हुँदै जान्छ। अब त्यो पेस्टलाई सेतो कपडामा जम्मा गरेर त्यो कपडालाई बाँधेर रुखमाथि झुन्ड्याउँछु। अर्को दिन त्यसलाई निकालेर हेर्दा पेस्ट सेतो डल्लोमा जमिएको हुन्छ। त्यो डल्लोलाई हातले फुटाउँछु र त्यो पाउडरी टेक्सचरको भएको हुन्छ। त्यसलाई त्यतिकै नाङ्लोमा सुक्न छोडिदिन्छु। एकछिनपछि त्यो पिठो भइसकेको हुन्छ। यसरी हामीले चामलदेखि चामलको पिठो पनि बनाइसक्यौं। अब एउटा बोलमा अघि बनाएको राइस फ्लोर हाल्छु। त्यसमै गहुँको पिठो पनि हाल्दिन्छु र पानी हालेर हातले मुस्दै डो बनाउँछु। त्यसमा फेरि तेल हालेर हातले मुस्दै डो बनाउनेतिर जान्छु। डो बनेपछि ट्रेडिसनली नुडल्स बनाउने बाँसको मेसिनमा डोलाई हाल्छु र त्यसको नुडल्स निकाल्छु। निकालेको नुडल्सलाई डाइरेक्ट तातो पानीमा हाल्दिन्छु। पाकिसकेपछि त्यसलाई निकालेर चिसो पानीमा हाल्दिन्छु। अब पालो आयो गोङ्गीको। सबै गोङ्गीहरूलाई एउटा भाँडोमा हाल्छु। त्यसमा पानी हालेर छोडिदिन्छु। अर्को बिहान त्यसको पुच्छर कैचीको हेल्पले काट्दिन्छु। त्यसरी सबै गोङ्गीहरूको पुच्छर काट्दै राख्छु। अब तिनीहरूलाई भाँडोमा राखेर माथिबाट पानी हालेर सफा गर्नेतिर लाग्छु। सफा गरेपछि मसलाहरू भएको कराईमा हालेर पकाउँछु। त्यसमा भिनेगर हालेर चलाउँछु। पाकेपछि एउटा बोलमा हाल्छु अनि त्यसलाई पानी भएको पोटमा हाल्छु र मासु हालेर छोपिदिन्छु। अब म तामालाई निकालेर लामो लामो पिसमा काट्छु र राख्छु। एउटा कराईमा हालेर त्यसलाई फ्राई गर्न थाल्छु। माथिबाट चिल्ली ओइल हालेर फेरि फ्राई गर्न थाल्छु। फ्राई भइसकेपछि बोलमा हाल्छु। अब टोफुको छालालाई म फ्राई गर्छु। अघि बनाएको नुडल्सलाई बोलमा हाल्छु अनि त्यसमै साग, अन्डा, तामा, अचार, टोफु, बदाम हालेर अघिको गोङ्गी र त्यसको झोल हालिदिन्छु। पहिलो चम्चा मुखमा राख्दा नुनिलो, खट्टा, मसिनो तीखोपन र जाडोको बाँसको कुकुरोपन सबै स्वाद एकैपटक जिब्रोमा नाच्न थाल्छन्। फेरि भेटौँला अर्को यस्तै कथासँगै।